आदरणीय मित्रहरू, म तपाईहरुलाई आज एउटा साँच्चै सुन्दर प्रकृतिको बारेमा बताउन गइरहेको छु। अहिले म यो गोकियो ताल सामुद्रिक सतहभन्दा 4850 मिटर भन्दा माथि रहेको यो मोजुम्बा ग्लेसियरको छेउमा उभिएर तपाईहरुलाई केही जानकारी गराइरहेको छु। यो मैले देखाइरहेको हिमाल छोयु हिमाल हो। यो छोयु हिमाल विश्वको 6औं अग्लो हिम श्रृङ्खला मध्ये पर्दछ र यहाँबाट तपाईले देखिरहनु भएको यो पहिरो जस्तो जुन देखिरहनु भएको छ, यो भनेको ग्लेसियर अथवा हिमनदी। यो छोयु अथवा यता छोयुको दाहिनेपट्टि रहेको यो मोजुम्बा र ग्याचोङखाङ भन्ने हिमालहरूको फेदबाट सुरु भएर 36 किलोमिटर लामो दूरीसम्म फैलिएको छ र यो विश्वको सबैभन्दा ठुलो मध्येमा पर्ने एउटा हिमनदी हो। यो तपाईले हेर्दै हुनुहुन्छ, एकातिर पहिरो जस्तो भाग यो हिमनदी हो भने अर्कोतिर यो पाखो जमिन, जहाँ यो पाखो जमिन वर्षै पछि यो हिमनदी गहिरिँदै गहिरिँदै पिल्दै गइरहेको कारणले ढलिरहेको छ, लडिरहेको छ। यो हिमनदी यो तपाईले हेर्दा पहिरो जस्तो देख्नुहुन्छ, तर यो भित्र धेरै गहिरो 150 देखि 250 मिटरसम्म गहिरो हिम जमिरहेको, आइस जमिरहेको हुन सक्छ भन्ने भूगर्भविदहरूले बताउँदछन्। हेर्नुहोस्, यो हिमनदीमा हिमतालहरू यसरी रहेका हुन्छन्। यी हिमतालहरू वर्षै पछि परिवर्तन भइरहन्छन्। यी हिमतालहरू यिनीहरू नै हाम्रो वास्तविकता भन्दाखेरि खोलाका मुहानहरू हुन्। हामीले तलतिर देख्ने खोलाका मुहानहरू हुन्। यो जम्मा 8000 मिटर माथिबाट सुरु भएर यो सामुद्रिक सतहदेखि 4700 मिटर माथिसम्मको भूभागसम्म फैलिएर रहेको भूगर्भविदहरूले बताएका छन् भने यसको चौडाइ 2.2 किलोमिटर लामो रहेको छ। हेर्नुहोस् मित्रहरू, यो हिमाल, यो गगनचुम्बी हिमालहरूको बीचमा यो हिमनदी रहेको छ। यो तालहरू तपाईले देख्नुहुन्छ, यो तालहरू सधैँ परिवर्तन भइरहन्छन्। तलतिर देख्नुभएको हिमालहरूबाट आएका यी उठिरहेका बादलहरू पनि अति स्वस्थ शुद्ध जस्ता देखिन्छन्, किनभने यहाँ प्राकृतिक रूपमा अति सुन्दर र सफा रहेको छ। यो हिमनदी भूगर्भविदहरूका अनुसार 10,000 वर्षमा 500 मिटर गहिरोसम्म मिल्ने सम्भावना जनाउँदछन्। तर अहिले विश्वमा वातावरणीय प्रभावको कारणले गर्दाखेरि यो हिमनदीहरू अति छिटो पिल्ने गरिरहेका छन् र अति ज्यादा अम्लीय वर्ष भएको कारणले गर्दाखेरि यी हिमनदीहरू पिल्ने क्रम निकै तीव्र रूपमा गइरहेको छ। यो हिमनदीहरू माथि हामीले हिँडडुल गर्दाखेरि यो भित्र रहेको आइसहरू कहिलेकाहीँ चट्याङ पड्के जस्तो पड्किन्छन् र सायद तपाईले आवाज पनि सुनिरहनु भएको छ होला। यो ढुङ्गाहरू लडिरहेका छन्, आइसहरू पिलिरहेका छन् र खसिरहेका छन्। सायद मेरो क्यामेराले अलि नभ्याएर होला, तपाईले ढुङ्गा खसेको त देखिराख्नु भएको छैन होला। यो आवाज सुन्नुहोस्, यो पिलेर, यो आइस पिलेर नदी बनेका अथवा ताल बनेका पोखरीमा खसिरहेको आवाज सुन्नुहुन्छ तपाईहरुले। प्रकृति भनेको साँच्चै एउटा अटल र ज्यादै सुन्दर र मानवीय जीवनसित कति जोडिएको रहेछ भन्ने कुरा यसबाट हामीले थाहा पाउँदछौँ। अब हेर्नुहोस्, यो हिमनदी यो विश्वको सबैभन्दा ठुलो हिमनदी मध्ये एउटा हिमनदी यो मोजुम्बा ग्लेसियरको कुरा त मैले गरिसकेँ। अब यतापट्टि हेर्नुहोस्, तपाईँ मानवीय जीवनसित अथवा हामी नेपालीहरूको, हाम्रो नेपालमा रहेका हाम्रो जीवनसित जोडिएको अर्को पाटो पनि म तपाईलाई देखाउँदछु। यो तल देखिने यो पोखरीलाई, यसलाई गोकियो पोखरी भनिन्छ।